नमस्कार। आज हामी सांख्य दर्शनको बारेमा कुरा गर्दैछौँ। यो सायद मानवताको सबैभन्दा पुरानो प्रयास हो जसले यो ब्रह्माण्डलाई कुनै ईश्वर वा दैवी शक्ति बिना केवल तर्कको आधारमा बुझाउने कोसिस गर्छ। आउनुहोस् हाम्रो अस्तित्वको यो मौलिक खाकामा डुबुल्की मारौँ। आखिर यो सब थोक कहाँबाट आयो? यो एउटा यस्तो आधारभूत प्रश्न हो जसले हजारौं वर्षदेखि मानव मनलाई खचखच्याइरहेको छ। चाहे ती प्राचीनकालका ऋषिमुनिहरू हुन् वा आजका वैज्ञानिकहरू जो अन्तरिक्षमा टेलिस्कोप पठाउँछन्, खोज एउटै प्रश्नको उत्तरको हो। नोबेल पुरस्कार विजेता टी.एस. इलियटले एक पटक भारतीय ऋषिहरूको बारेमा भन्नुभएको थियो, उनीहरूको अगाडि युरोपका दार्शनिकहरू त स्कुलका केटाकेटी जस्ता लाग्छन्। यो भनाइले नै हामीले आज अन्वेषण गर्न लागेको दर्शन कति गहिरो र बौद्धिक छ भन्ने कुरा प्रष्ट पार्छ। र यो दर्शनको सुरुवात एउटा शक्तिशाली आधारभूत सिद्धान्तबाट हुन्छ। सांख्य दर्शनको पूरै संरचना एउटै सिद्धान्तमा अडिएको छ। यो सिद्धान्तले कारण र त्यसबाट उत्पन्न हुने कार्यको सम्बन्धलाई हेर्छ र यही एउटा धागोले ब्रह्माण्डको सृष्टिदेखि लिएर हाम्रो व्यक्तिगत अनुभवसम्म सबै कुरालाई एकै ठाउँमा जोड्छ। त्यो सिद्धान्त हो सत्कार्यवाद। यसको मतलब के हो भने कुनै पनि कार्य वा परिणाम त्यसको कारणमा पहिले नै लुकेको हुन्छ। केही पनि कुरा शून्यबाट एक्कासी बन्न सक्दैन। यो त आधुनिक विज्ञानले पनि मान्ने कुरा हो, होइन र? शून्यबाट जादुमय तरिकाले केही पनि सृजना हुन सक्दैन। यसलाई अझै सरल तरिकाले बुझौँ न। स्याउको बिउबाट सिसौको रुख त कहिले उम्रिँदैन नि, होइन र? किनकि त्यो रुख बन्ने सम्भावना, त्यो पोटेन्सियल बिउमा पहिलेदेखि नै हुनु पर्यो। सत्कार्यवादले यही भन्छ। हरेक कार्यको सम्भावना त्यसको कारणमा लुकेर बसेको हुन्छ। ल, अब सांख्य दर्शनले दुईटा आधारभूत र एक अर्काका ठिक विपरीत वास्तविकताहरूको प्रस्ताव गर्छ र भन्छ संसारमा जे जति कुरा छन् ती सबै यिनै दुई तत्त्वहरू मिलेर बनेका हुन्। एउटा हो पदार्थ र अर्को हो चेतना। यदि यो पुरै ब्रह्माण्ड एउटा कार्य हो भने सांख्यले सोध्यो यसको उपादान कारण अर्थात् यसलाई बनाउने कच्चा पदार्थ चाहिँ के हो त? जस्तै एउटा कुमालेलाई भाँडो बनाउन माटो चाहिन्छ, त्यसैगरी यो ब्रह्माण्ड बन्नलाई कुन चाहिँ कच्चा पदार्थ चाहियो होला? यहाँ छन् ती दुई तत्त्वहरू, प्रकृति र पुरुष। प्रकृति भनेको त्यो आदिम पदार्थ हो जो सक्रिय छ तर अचेतन छ र जसमा अनन्त सम्भावनाहरू छन्। यो सृष्टिको माटो हो। अनि अर्कोतर्फ छ पुरुष, जो शुद्ध चेतना हो, जो निष्क्रिय छ, सचेत छ र केवल साक्षी बसेर हेर्छ। यो सृष्टिको दर्शक हो। प्रकृति एउटै छ तर पुरुष धेरै छन्, हरेक जीवित प्राणीमा छुट्टा छुट्टै आत्माको रूपमा। तर प्रश्न उठ्छ, यी दुई बिल्कुलै फरक वास्तविकताहरू किन एक आपसमा अन्तर्क्रिया गर्छन् त? सांख्यको जवाब सरल तर निकै गहिरो छ। प्रकृतिलाई आफ्नो क्षमता प्रकट गर्न अर्थात् सृष्टि गर्न बेचेनी छ र पुरुषलाई अनुभव गर्न बेचेनी छ। यही आपसी बेचेनीले उनीहरूलाई एकसाथ ल्याउँछ। अनि जब पदार्थ र चेतनाको यो भेट हुन्छ तब सुरु हुन्छ ब्रह्माण्डीय विकासको एउटा अद्भुत श्रृङ्खला। यो मिलनले एकपछि अर्को गर्दै विभिन्न तत्त्वहरूलाई जन्म दिन्छ र त्यसैबाट सम्पूर्ण ब्रह्माण्ड प्रकट हुन्छ। यो प्रक्रिया एकदमै व्यवस्थित तरिकाले अघि बढ्छ, जहाँ प्रकृतिबाट एकपछि अर्को गर्दै 23वटा तत्त्वहरू निस्किन्छन्। सबैभन्दा पहिले ब्रह्माण्डीय बुद्धि महत उत्पन्न हुन्छ। त्यसपछि आउँछ अहङ्कार अर्थात् म भन्ने भाव। यही म भावबाट मन, हाम्रा 5 ज्ञानेन्द्रियहरू जस्तै आँखा र कान र 5 कर्मेन्द्रियहरू जस्तै हात र खुट्टाको विकास हुन्छ। त्यसपछि इन्द्रियहरूका सूक्ष्म तत्त्वहरू जसलाई तन्मात्र भनिन्छ र अन्तमा हाम्रो भौतिक जगतका 5 स्थूल तत्त्वहरू पृथ्वी, जल, अग्नि, वायु र आकाश प्रकट हुन्छन्। र यहीँनिर एउटा एकदमै महत्त्वपूर्ण कुरा हुन्छ, त्यो शुद्ध साक्षी पुरुष प्रकृतिको यो नृत्यमा यसरी फस्छ कि उसले आफ्नो वास्तविक स्वरूप नै बिर्सिदिन्छ र आफूलाई यही शरीर, यही मन र यही अहङ्कार हुँ भनेर विश्वास गर्न थाल्छ। चेतना पदार्थमा नराम्ररी अल्झिन्छ। ल, यो त भयो ब्रह्माण्ड बन्ने कथा, तर यसको हाम्रो व्यक्तिगत जीवनसँग के सम्बन्ध छ त? आखिर यो प्राचीन मोडेलले हाम्रो दुःखको स्रोतबारे के भन्छ? सांख्यका अनुसार हाम्रो दुःखको मूल कारण एउटै हो, गलत पहिचान। जब चेतनाले आफूलाई पदार्थसँग जोडेर हेर्छ तब दुःख सुरु हुन्छ। हामी वास्तवमा यो शरीर, यो विचार वा यी भावनाहरू होइनौँ, तर हामीले आफूलाई त्यही मानिरहेका हुन्छौँ।
यही एउटा ब्रह्माण्डीय त्रुटिले गर्दा 3 किसिमका दुःखहरू उत्पन्न हुन्छन्। पहिलो हो दैहिक दुःख, जुन शारीरिक रोग र मानसिक पीडा जस्ता आन्तरिक कारणले हुन्छ। दोस्रो हो दैविक दुःख, जुन भाग्य वा बाहिरी परिस्थिति जस्ता कारणले हुन्छ। र तेस्रो हो प्राकृतिक दुःख, जुन बाढी र आँधी जस्ता प्राकृतिक प्रकोपहरूबाट आउँछ। यदि समस्या गलत पहिचान हो भने समाधान के होला त? पक्कै पनि सही पहिचान नै हो। सांख्यले मुक्तिको लागि एउटा मार्ग प्रस्ताव गर्छ, जुन चाहिँ सृष्टिको प्रक्रियालाई ठिक उल्ट्याउने बाटो हो। सांख्य मार्गको अन्तिम लक्ष्य हो कैवल्य, जसलाई मोक्ष वा परम मुक्ति पनि भनिन्छ। यो त्यो अवस्था हो जहाँ शुद्ध चेतना अर्थात् पुरुषले आफूलाई पदार्थ अर्थात् प्रकृतिबाट पूर्ण रूपमा अलग र स्वतन्त्र भएको महसुस गर्छ। यो मुक्तिको मार्ग एक अनुशासित चरणबद्ध यात्रा हो, सृष्टिको प्रक्रियाको ठिक उल्टो यात्रा। यो स्थूलबाट सूक्ष्मतिरको यात्रा हो। पहिले इन्द्रियका विषयहरूबाट आफूलाई अलग्याउने, त्यसपछि शरीरको सुख दुःख र मनको चञ्चलतामाथि विजय प्राप्त गर्ने, त्यसपछि म भन्ने अहङ्कार जसले हामीलाई अरूबाट अलग गर्छ त्यसलाई नै भङ्ग गर्ने, र अन्तमा बुद्धिभन्दा पनि पर गएर चेतनाको त्यो शुद्ध नअल्झिएको अवस्थामा विश्राम गर्ने। यही नै कैवल्य हो। र अन्त्यमा सांख्य दर्शनले हामीलाई एउटा गहिरो प्रश्नको साथ छोडेर जान्छ। के मुक्ति भनेको संसारबाट भाग्नु हो, वा यही संसारमा रहँदा रहँदै पनि भित्रैबाट स्वतन्त्र हुनु हो? यो प्रश्नले यस दर्शनको वास्तविक सारलाई समेट्छ र हामीलाई आफ्नो अस्तित्वबारे गहिरिएर सोच्न बाध्य बनाउँछ।